नेपाल पुस्तक लगाई उहाँनी पुस्तक समयमै नपुगेको समाचार लेखिरहेको हाम्रो अवस्थालाई हजुरहरूको व्यावसायिक एकता हामीले जिल्लामा लिएको तथ्याङ्क अनुसार कक्षा 1 मा 1467 जना, कक्षा 2 मा 1233 जना, कक्षा 3 मा 1360 जना, कक्षा 4 मा 1355 जना, कक्षा 5 मा 1477 जना, कक्षा 6 मा 1479 जना, कक्षा 7 मा 1587 जना, कक्षा 9 मा 1641 जना, कक्षा 10 मा 1552 जना। यसरी टोटल 14,936 जना चाहिँ सरकारी विद्यालयमा कक्षा 1 देखि 10 सम्म विद्यालयमा विद्यार्थी भएको चाहिँ हामीले चाहिँ तथ्याङ्क निकालेका छौँ र सोही अनुसार हामीले पाठ्यपुस्तक जिल्लालाई पुग्ने गरी नै पाठ्यपुस्तकहरू मगाएका छौँ। विद्यालयमा विद्यार्थीहरूको हातमा शैक्षिक सत्र सुरु हुनु पूर्व नै पाठ्यपुस्तकहरू पुर्याउने हामीहरूको लक्ष्य छ। सोही अनुसार विद्यालयबाट विद्यालय प्रशासन लगायत शिक्षकहरूले समयमै पाठ्यपुस्तकहरूको अर्डर गरी पाठ्यपुस्तक लैजानु हुन हामी हार्दिक अनुरोध गर्दछौँ।